To my back channel guys, आज चाहिँ हामी भेरी आइसकेको छौँ ठीक छ देखा गाइज हामीले चाहिँ आज हैन हामीले चाहिँ पकडेको छौँ डोनाल्ड ट्रम्प महँगो ब्रान्डेड हो हाम्रो चाहिँ हामी चाहिँ कहाँ छौँ भनेपछि हामी चाहिँ यो भेरीमा देखा छ कि नै कर्णाली प्रदेशको बेस्ट अफ भेरी देख्न सक्नुहुन्छ हाम्रो एकजना अब हुनुहुन्छ यहाँ अलिकति काम गर्न सक्छ हाम्रो अब कपडा धुनेवाला मेरो कपडा पनि धोइदिउँला अहिले देख सक्नु ग्रिप सक्स अब फुटबल सुज त धुनु भएन ग्रिप सक्छु देख सक्नुभयो उहाँ तपाईँको नाम के हो गान्टे भन्छन् चिन्छन् क्यारे र बोल्नु हाल्यो अब तपाईँले होला अब टोइलेटमा गएर कुवाकी हाल्न सक्नुहुन्छ हेर्नुहोस् म भेरीमा देखा छ कि नै देखा हाम्रो चाहिँ अब यहाँ सब्सक्राइबरहरू उहाँ हुनुहुन्छ उहाँहरू हाम्रो सब्सक्राइबरहरू हाम्रो निराजन चाहँदै उहाँ हाम्रो बेस्ट नेपालको धनी हुनुहुन्छ उहाँ चाहिँ उहाँलाई चाहिँ मैले अब मुभीमा देखाउन चाहन्छु हाम्रो एउटा मुभी आउँछ कि नै होस्टेल फो निराजन घट्टी मगर उहाँ चाहिँ हाम्रो मेलकुनाको जान्ने मान्ने डन हुनुहुन्छ मलाई चाहिँ हामीले अहिले एकखेर स्विमिङ खेलाउँछौँ तर म एकखेर अब तपाईँलाई स्विमिङ खेला देखाउँछु देखाएको नै फेल भन न यार कपाल काटेको हेर्नुहोस् न मग हानिदिएको रोयल एफसीको अब प्लेयरले मग हानिदिइहाल्छ कि नै अब म नुहाउँछु है एकछिनमा अब हेर्नुहोस् अब पानी यस्तो छ है पानी यस्तो छ कम मजा आउँछ म कति कस्तो राम्रो छ कि यार युट्युबमा आज तपाईँले हेर्नुपर्छ साँझ जस्तै भए पनि आज कति बजी हाल्छ 8 बजेर 20 मिनटमा म हाली भ्याउँछु 8:30मा तपाईँहरूले हेर्न रेडी हुनुलाई 10 मिनट मेरो अब एडिट सेडिट यताउता ठिक्क हुन्छ तपाईँहरूलाई के देखाउन चाहन्छु भने अब मैले 10 मिनटमा एडिट सेडिट खतरा हान्छु फेरि हाम्रो क्र्याप्सलाई हेर्न चाहनुहुन्छ हेर्नुहोस् 10 मिनटहरु तपाईहरु हेर्नुहोस् यो हाम्रो मेलकुना एफसीको किङ द किङ अफ क्र्याक आँखा हेर्न सक्नुहुन्छ आँखा हेर्नुहोस् सिनेम्याटिक हेर्नुहोस् उसको सिनेम्याटिक तिम्रो ऊ पनि देखिया त्यो सेतो त्यसलाई नदेखाऊ हाम्रो उहाँ चाहिँ हाम्रो सब्सक्राइबर हो ठिक छ सन्चै हुन्छ तपाईँ सन्चै एकदम अलराइट गऱ्यो तपाईँ सन्चै हुन्छ सब्सक्राइबर पानी सानी तपाईँ कालो देखिनु भयो तपाईँ नरिचाउनु होला ओठे भाइलाई चाहिँ गोरो देखायो फेरि मान्छेको हामी यस्तो बुलेट्सले हामी मक्सर हान्दिन्छ हामी ठोक्दिन्छ खानु भएर रहेछ उहाँले रेखा चाहिँ रेखा हान्नु भएर रहेछ जहाँ ओडा अहिले माथि पनि खोज्नु नमस्कारले मेरो भला मेरो युट्युब च्यानलले आज गङ्गटा क्र्याप्सको हामी पिकनिक खान सक्छौँ आज तपाईँहरुमा आज यही भेरीमा आज जे पनि हुन सक्छ आज कल काट्छु मैले 10 मिनेटमा कल काट्छु कि एडिट हाने जस्तै अब एकछिनमा हामी चाहिँ अब साइकल एडिट भेरीको हाम्रो यताउता चलपल देखाउँछौँ हो कि नै अरू सन्चै हुन्छ तपाईँहरू अब यति भन्दै अब तपाईँलाई म क्यामेरा उल्टोमा पनि घुमाउनु सक्छु तर नघुमाउँ है ल यस्तरी पृथ्वी जोशीले यस्तरी देखाउँछ यार पृथ्वी जोशी होइन नि हामी सुर्खेतको नम्बर 1 भ्लगर हो म चाहिँ गाइड सुर्खेतको नम्बर 1 भ्लगर बन्न 10 को सब्सक्राइब पुग्न बाँकी छ 10 सब्सक्राइबर चाहिँ अब मेरो चाहिँ सब्सक्राइबर कति 2,55,000 कति छ हो कि नै अनि तपाईँहरूले चाहिँ अब 10 सब्सक्राइबर बढाइदिनु होला 10 सब्सक्राइबर बढ्यो भने म यहीँदेखि भेरीमा हामी गरिदिन्छु हामी गिभवे गर्छु एउटा साइकलको राजकुमार भाइलाई भनेर यताउता मिलाउँछु सेटिङ मिलाउँछु दिपेन्द्र डिपी भाइ तिम्रो भन अब भ्लगमा देखिया छैन तिमीलाई पनि एक दिन भ्लगमा हाल्छु म मेस्सी भाइहरूलाई त अब नारी नहुने हो कि नै हेर्नुहोस् हामी चाहिँ यो टक्क माछा मार्न गङ्गटा मार्नु छेउछेउमा यहाँ जे पनि हुनसक्छ यहाँ हाम्रो मोबाइल खस्न सक्छ नखस्न सक्छ हेर्नुहोस् उहाँको स्टाइल माछा मर्ला त गङ्गटो मार्ने यहाँ रहन्छ लेट्स गो ओके उहाँ हाम्रो इन्जिनियर हो हाम्रो मेलकुनाको इन्जिनियर हो उहाँ इन्जिनियरले जे भने यहाँ त्यही हुन्छ हो कि नै त्यही भएर उहाँले कपाल काट भन्नुभयो मैले काट्दै फेरि पैसा हुनु पनि सक्छ पर्स हुनु पनि सक्छ पैसा उठाउँ 10 मिनेटहरु हामीले पर्स उठाउँदैछौँ पर्स हेर्नुहोस् पर्समा हामीलाई म गिभवे गर्न चाहन्छु यो डायमन्ड गिभअप गर्न सक्छु हामी 200 अब यहाँ चाहिँ पैसा 6 मास लागिरहेछ जसको यो पर्स कसको नाम कमेन्ट गरेर यो पर्स तपाईले पाउन सक्नुहुन्छ यहाँनिर हामीले साइडमा हामीले पाल छ नि बिचको पाल यस्तै घुसाएर हामी चाहन्छौँ 10 मिनेटहरु भइसक्यो त्यहाँ अब हामी चाहिँ
अरू यहाँ जे पनि भेटिन सक्छ हाम्रो पैसा सुन चाँदी हिरा डायमन्ड जे पनि भेटिन सक्छ हेर्नुहोस् क्र्याब एउटा भेटिसक्यो महँगो कराएको छ हाम्रो यो चाहिँ जापानमा यसलाई $2 पर्छ अरे अब हामी आफ्नो कामतिर अब लक्ष्यमा लाएर अब हेरीको सिनहरू नि तपाईँहरू वा यस्तो हाम्रो गाउँ आहा सिनेमेटिक बनाउन चाहन्छु म एउटा हाम्रो मेलकुना पुल भाइरल पुल बादल पनि दामी छ कि गाई छ कि नै हामी अब के हामी कति माछासम्म जाने हो को आहान केटीहरू केटीहरू आहान गाई छ कि नै सुर्खेतको नम्बर 1 भ्लगर राष्ट्रिय बोर्ड तैल समात्दैन हाम्रो केटी आउनु लाग्थ्यो र केटी जस्तो लाग्थ्यो हाम्रो चाहिँ अब भ्लग अन्त्य गरौँ जस्तो आइसक्यो म अन्त्य गर्नु पर्दैन एकछिन ढुक्नु पर्यो भर्खर भात खाएन पेट डुम भात खसीको मासु अरू खाने बानी छैन खसीको मासु बानी फेरि साइकको बानी छ क्या मेरो फेरि साइकको हो क्या धेरै अब चाहिँ म डेली भ्लग हाल्न सक्छु अब हिजो पनि हालिसकेँ मैले अघि नै पनि हालिसकेँ अब आज फेरि एउटा अर्को जान्छ अनि सर्ट भिडियो चाहिँ मेरो हेर्नुलाई खतरा आउँछ सर्ट भिडियो चाहिँ टिकटक बनाएको एक्टिङ गरेको आइहाल्छ यताउता मेरो हात पनि पाटिसक्यो अब के गरौँ यार गाह्रो रहेछ भ्लग गर्न मेरो हात 2 घन्टादेखि रेगुलर मैले अहिलेसम्म नन स्टप गरिरहेको छु अनि तेरे सनम हात पाटिसक्यो साँच्चै पाटिरहेछ गाई यार अब म चाहिँ अब नुहाएर देखाउँछु तपाईँहरूलाई कसलाई ए स्लो मोसनको भिडियो बनाइनुपर्छ क्या एउटा खतरा यसको हेर्नुहोस् अहिले म यहाँदेखि हामकोट चढ्यो चुइत्त भने यहाँदेखि हाम्रो हेर्नु अहिले म यहाँदेखि चुइत्त हामकोटेर सर यहाँबाट त्यो भाइसम्म जान्छु म डुबेर भन्नुहोस् मलाई भन्नुहोस् जन त जान्न चाहन्छ यो गङ्गटालाई के गर्नु सक्नुहुन्छ तपाईँले यसलाई हामीले चाहिँ अब एक्लै समातेर काम छैन हेर्नुहोस् गाइस सर्ट भिडियो बनाऊ है त्यहीबाट सर्ट भिडियो बनाऊ फेरि एउटा नयाँ हामीले चाहिँ यो गङ्गटा भेटाएको थियौँ होइन अब हामी चाहिँ हत्या हिंसा नगरौँ होइन अब यसलाई लगेर केयर लिएर हामी त्यही भएर हामीले यसलाई छोड्न चाहन्छौँ यस्तो मार्ने काम चाहिँ नगर्नु होला होइन यसको सङ्ख्या चाहिँ कम हुँदैछ विलुप हुने बेला भइसक्यो जस्तो लाग्छ होइन अब त्यही भएर मार्ने काम चाहिँ नगर्नु होला बरु यस्तै छोडिदिनु होला भेटायो भने हेर्नुहोस् हामीले त्यो गङ्गटालाई छोडिसक्यौँ हेर्नुहोस् त्यो चाहिँ अड्डिरहेको थियो किन चाहिँ त्यो जालीमा अड्डिरहेको थियो यो ढुङ्गा छोड्ने हो हामीले हामी खासमा हामी गलत मान्छे हो हामी राम्रो मान्छे हो हामीले अब राम्रो ठाउँमा छोड्नुपर्छ यसलाई हेर्नुहोस् मार्रा भलक जस्तै मार्रा हेर्नुहोस् हाम्रो भलक हाम्रो निरञ्जन घरती मगर मेलकुनाको डन उहाँ चाहिँ हाम्रो उहाँलाई चाहिँ हाम्रो डन भनेर चिन्छन् उहाँ अहिले चाहिँ गुमी मेलामा जान लाग्नु भएको उहाँको गुमी मेलामा प्रस्तुत छ एउटा डान्स छ तपाईँलाई म त्यो डान्सको क्लिप हल्का पछि त्यो डान्स क्लिप म तपाईँलाई अहिले हल्का पछि हाल्छु निरञ्जन घरती मगर उहाँ चाहिँ हाम्रो मेलकुनाको डान्सर शिखर घरती मगरको पछाडिको डान्सर चाहिँ हो यो सरोज मगर उहाँको चाहिँ हाम्रो स्ट्राइकर प्लेयर म नेपाली खतरा बोल्नुहुन्छ उहाँको सुन्नुहोस् हेर्नुहोस् उहाँलाई सिनेमेटिक हेर्नुहोस् हाम्रो निरञ्जन चाहिँ उहाँ नोइसको भेरीमा गएर उहाँलाई हेर्नुहोस् उहाँको नेपाली बोले सिनेमेटिक हेर्नुहोस् उहाँको तपाईँले एउटा डाइभ हानिदिनु त एउटा वाह हेर्नुहोस् उहाँ डुबेर अब उहाँ कहाँदेखि कहाँ पुग्न सक्नुहुन्छ हेर्नुहोस् उहाँको कत्रो देखाएको छ हेर्नुहोस् त्यो हात उहाँ चाहिँ हाम्रो उहाँको प्रस्तुत छ अहिले अहिले उहाँको चाहिँ घुमीमा एउटा प्रस्तुत छ उहाँको डान्स म एउटा क्लिप हालिदिन्छु म तपाईँलाई हल्का पछि उहाँको नेपाली बोल्ने मातृभाषा उहाँले राम्रो बोल्नुहुन्छ उहाँलाई चाहिँ म अहिले अर्को भ्लगमा देखाउँछु अब चाहिँ हामी आजलाई यति गरौँ अब निरञ्जन रिसाइसक्नु भयो हामीदेखि अब
उहाँको नेपाली राम्रो छ भाषा तर बादल राम्रो देखायो यस्तो टक्क गान्टेलाई देखाइदिएर टक्क हेर्नुहोस् उहाँ चाहिँ हाम्रो तुरे खेलको डन अब चाहिँ यो भ्लग अन्तिममा गइसक्यो मेरो हात पाकिसक्यो हेर्नुहोस् मेरो हात पानी पनि भिजा केही हुँदैन म वाटरप्रुफ हुन्न न हुन्छ त यो जमाना भइगयो किन न त वाटरप्रुफ भए म चाहिँ यो मोबाइललाई तर एकखेप ट्राई पनि हानिदिन्छ म तपाईँलाई त्योमा हातमा लगाउने घटियो मोबाइल त्यो बरु मोबाइलको भिडियो बनाउला चोरेर अब तपाईँहरूलाई चाहिँ मैले अब डिप्स हानेर देखाइदिन्छु हाम्रो ओठे भाइले ल ओठे भाइ डिप्स हानिदेऊ त उहाँको बडी हेर्नुहोस् त आहा यस्तो राम्रो पुरै त्यो भोरी यो उहाँको हेर्नुहोस् उहाँ चाहिँ राम्रो हुन्छ एकदम ज्यान एन्ड फिट हो देख्छ म डिप्स हानिदिनु न तपाईँले एक भए पनि हानिदिनु तैँले ट्यापो भाइको भलकको लागि भए पनि हानिदिनु पर्यो ट्याबो भलकको लागि म पछि हाल्न चाहन्छु अहिले हाल्न चाहन्छु अहिले के खेलाएर बस्नु अहिले के खेलाएर बस्नु छ त अब म चाहिँ अब के भन्नु मलाई के भन्ने आएर हेर्नुहोस् भन्ने पनि कतिचोटि भनौँ भेरीमा चाहिँ अब तपाईँहरू नुहाउन आउनु सक्नुहुन्छ हाम्रो वैशाखको महिना हुँदैछ गेम वैशाखको महिना ल अलि बजी भेट्छु म अब हामी चाहिँ भाइहरूले अब त्यहाँ माथिदेखि पौडी खेलेर आउँछन् म चाहिँ देखाउँछु अब म खेलेँ भने त अब कोही मोबाइल समात्दैन फेरि समात्छ र मोबाइल रख्नु अहिले त्यहाँदेखि आन ढुङ्गादेखि के त्यहाँदेखि चुट्ट हाम कुटेर आउने हो त अनि ओठे भिडियो बनाउँछ त्यो अनि नखेल्ने के खेलाइन बसिआइरहेको अहिलेसम्म हो कि नै गान्डा मार्दा छिटो आन कहाँ म खाली खुट्टा आउँदा भलक हाम्रो निरन्तर गइसक्यो हेर्नुहोस् उहाँ जम्प हानेको हेर्नुहोस् यो ल भिडियो बना फेरि देख्छौ काल देखिया खाल देखिया नै तपाईँलाई गयो देखिया म चाहिँ अब पौडी खेलिदिन सक्छु पौडी खेलौँ कि नै कमेन्ट गर्नुलाई त्यहाँ कमेन्ट पौडी खेलौँ कि भनेर ल सिनेमेटिक सिन ल ल ल उहाँ प्रयास जारी छ जाउँ त अनि हानिदेऊ ल यहाँ ल देख्सक्नुभयो अब हाम्रो दर्शक पनि आइसक्नुभयो हाम्रो एकजना बलात्कारी उहाँ चाहिँ बाख्रालाई पटक पटक दिने के अरे नवीन सर फेरि रिप्ले गर्नु पर्यो नवीन सर रिप्ले हान्नु पर्यो देख्सक्नुभयो ल उहाँ नवीन सर चाहिँ बाहिर निस्कनु भयो प्रत्यक्ष दिन चाहन्छ तपाईँहरू नवीन सर चाहिँ घाइते हुनुभयो उहाँ घाइते भएर चाहिँ बाहिर निस्किने प्रयास गर्नुभयो अब एउटा चप्पल चाहिँ महँगो चप्पल ब्रान्डी चप्पल फुत्किएर उहाँ बाहिर निस्किनु भयो नाइकी ब्रान्डी नि डस्टबिनहरू उल्टो हाने हेर्नुहोस् उल्टो देखाइदिए एक उहाँले उल्टो खतरा हान्नुभएको छ नवीन सर उहाँको ब्रान्डी चप्पल फेरि हातमा समात्दैछन् म गाडी तल निस्क्यु क्या मानव त म ननिस्किने फेरि हेर्नुहोस् म चाहिँ अब पस्छु डिपी बायो मेसेज आशा भाइहरू हो कि नै तपाईँहरू सबैले हेर्न चाहन्छ सबैले हेर्न सक्नुहुन्छ ल तपाईँको प्रयास ल ओइ त्यो पारि गइगयो ल मलाई देखाइ फुल ल 1 2 स्टार्ट गो वाउ वाले खतरा व्हाट अ नाइस जम्प वा बलात्कारी भेरीमा बलात्कार गर्न इन्सान माछामा ओइ माइ लिटर गयो पारि यार म एक्लै मोबाइल समात्दैछु उहाँहरू गइसक्नु भएको छ पारि ट्याबुजी गइसक्नु भएको छ पारि ट्याबुजीले प्रयास जारी छ उहाँ भिड तर्नलाई अर्को पनि गइसकेको छ सुजन दाजु त अगाडि पुगिसक्नु भएको छ होइन यहाँ चाहिँ म चाहिँ मलाई एक्लै छाड्न यहाँ छाडेर गइसकेँ म चाहिँ यो अब मोबाइलमा हाम फाल्न चाहन्छु
तपाईँहरू छिटो आउनु पर्यो ट्यापुजी म एक्लै आउनु सक्दिनँ क्या उहाँ चाहिँ मलाई यहाँ प्रत्यक्ष उहाँले छोडेर चाहिँ गइसक्नु भएको छ अनि ना पौडी खेल्ने माइज अब यहाँ जार भन्ने हराइसक्यो यहाँ ट्यापुजी उहाँ ट्यापु चाहिँ पारी हुन्छ जुम गरेर मैले देखाइदिइसकेको छु सिनेमेटिक सिनमा होइन ल ठिक छ अब हामी चाहिँ यहाँ यस्तो गरेर चल्दै जाने म चाहिँ मोबाइल राखेर चाहिँ अब हिँडिसक्छु म चाहिँ मोबाइल सोबाइल राख्दैन होइन अनि म पनि पालतिर जान्छु होइन ओइ छिटो सँगै जाउँला फेरि ल ट्यापुजी चाहिँ आऊ ल ट्यापुजीलाई म देखाउन चाहन्छु फेरि पनि उहाँहरू चाहिँ पालतिर हुनुहुन्छ तर पनि फेरि उहाँ ट्यापुजी आइसक्नु भएको छ पाल्टीबाट हेर्नुहोस् ट्यापुजी हिँड्दै आउनु भएको ट्यापुजी उहाँ चाहिँ डुब्ने प्रयास हुनुहुन्छ तर उहाँको उहाँ कहाँ निस्किन्छ डुबिसक्नु भएको छ है उहाँ पानी खाइसक्नु भएको छ ट्यापुजीले हान्नु भएको छ प्रयास जारी छ ट्यापुजी छिटो आउनु पर्यो ट्यापुजी उहाँ चाहिँ पारी गर्छ होइन नराम्रो काम चाहिँ गरेर आउनु भएको छ ट्यापुजी अनि डुब्दै यति गएर चाहिँ यहाँ ट्यापुजीलाई बाहिर निस्किनै गाह्रो भयो यहाँ यो चाहिँ सबै झुटो यति देखाउँछ यहाँ हिरो चाहिँ आइसक्नु भएको छ वाउ ट्यापुजी फेरि जम्मा हान्नुभयो ट्यापुजीको भिडियो चाहिँ धेरै भइसकेको छ अब रोक्नुहोस् ट्यापुजीलाई मोबाइल तपाईँलाई कस्तो अनुभव भयो ट्यापुलाई कस्तो अनुभव भेट्छ चप्पल उहाँ सासै हुन्छ म त्यो तपाईँलाई म त्यो चिज चाहिँ धेरै नगर्नु भन्छु सास बढ्न भयो तपाईँलाई त्यो चिज अलिक धेरै कम रोक्यान म पनि नआउँछ बन्द गरिदिन्छु ल मैले खासै यसरी छ हान्छ अब पौडी खेलेर देख्सक्नु भयो एउटा चप्पल चाहिँ ऊ पर खै चप्पल उहाँ गइको यार ओठे जाँदा चप्पल ल्याउनु ऊ त्यहाँ चप्पल त्यहाँ गइसक्यो हेर्नुहोस् चप्पल त्यहाँ गएको क्या ल एकछिन दर्शक हेर्नुहोस् हाम्रो क्यामेराम्यानलाई देख्छ कति गएर छ उहाँ नाच्नुहोस् उसले बोल्न जानेन अलि ऊ लाटो बोल्यो चप्पल धुनुपर्ने भयो गाइस लाउनुहोस् धुनुहोस् अथवा ओभर हुनुभयो म के गरौँ त्यो भन्नुहोस् बरु चप्पल धोइदिनु सक्नुहुन्छ मेरो उहाँले उहाँ चाहिँ हाम्रो बेस्ट प्लेयर हो मेस्सीको फ्यान राम्रो देखियो किन ल अब एकछिन म नुहाएर भेट्छु हामी चाहिँ अब नुहाएर भइसक्यौँ हेर्न सक्नुहुन्छ हाम्रो एउटा एकजना बचिसक्यो हाम्रो एकजना बालक मूर्ख बालक हेर्नुहोस् हाम्रो जुम गरेर देखाइन्छ तपाईँलाई वा हेर्नुहोस् उहाँको वा वा तेरे बबुआ तर यस्तो डान्स देखाउन देखाएर मलाई च्यापा यो हाल्दै हो खासमा तिम्रो बिदा कहिले हुन्छ यस्तरी हो त्यति यो हाल्दै यस्तरी यारले देखाएन र कान्टे यतिको यतिकै छ भने यो भने आफै मैले पनि जति गरेँ
सुहेल गाइज हामी चाहिँ ट्यापबाट हामी चाहिँ ट्याक्कै हेर्छौँ त्यहाँ गाइज म त हाँस्छु छैन चाहिँ ट्यापमा चाहिँ हाल्नु भएको छ गाइज हेर्छौँ